यहाँ हेर नि यहाँ हेर केटा फुलन्जेकामा हेर नि हेर लाउ कोरोनाले कतिको बिजोग छ मुन्रे कमेडी क्लब भने चाहिँ झाल्ला मल्लले प्रगति भएको देख्छु त एकछिन हेर्छु है मुन्रे के कसो प्रगति भएछ ल ए हाँसहरु पनि रहेछ यो कुन खालको हाँसहरु अन्डा पार्ने यसले केही पनि अन्डा पार्दैन यसलाई चाहिँ अन्डा खुवाउनु मामा ए यो चोटि त मुन्रेको कमेडी क्लबको घर त मन्दिर छेउमा रहेछ दर्शन गर्नु पर्यो के मागुम्मा तपाईहरुको लागि धन्यवाद कोरोना टाढै हटोस् भने सबैको लागि उ हाम्रो अध्यक्षज्यूले भने जस्तै लु कोरोनाको बाउ आमा छोराछोरी जम्मा किची मरोस् ल है मन्दिर लु एकदम राम्रो रहेछ है मुन्रे झिल्ली हामीले अनि यो लठी टेक्नोलोजी कहिले थाले फुलन्जेकामा एकछिन म हेर्दै छु एकदम रमाइलो लागेको छ अनि यता अतिथि चाहिँ आमामा अब महानायिका चाहिँ कता यता कि यता आइ एम कन्फ्युज अत हुन त म पनि महानायिका है अब कुन फिल्म खेल्यो भनेर यता तुवा परिरहेछ कसरी महानायिकामा भन्दिम दुईजना फिल्मबाट हिट म मुन्रे कमेडीबाट हिट हैन त महानायिका अनि यो तपाईको यो के हो यो चाहिँ It is my personal कुर्सी कुर्सीलाई युज गर्ने के पो भन्छ कस्तो क्यूट के बस्नु त हजुर बस्नु त कस्तो क्यूट वाओ दामी यता बस्नु नि दामी यतै कोरोना त छैन नि बीचमा दुईजनाको कोरोना त मलाई लाग्ने भयो नि सोशल डिस्टेन्स हाच्छिउ चाहिँ नगर्ने दुईजनाले फेरि हाच्छिउ गर्दा यताको कोरोना यता आउँछ यताबाट यता छैन हामी एकदम बस्नु नि साह्रै अनि आरामै हुनुहुन्छ कति राम्री हो आम्मा म त के राम्री भन्नु र राम्री यता धेरै राम्री हैन म त हेरिरहनु जस्तो लाग्यो मलाई कस्तो राम्री लाग्छ के सबैले यतातिर ध्यान दिनु म तपाईको तारिफ गर्छु ल म त तपाईको तारिफ गर्ने हो आज कुर्ता सुरुवाल रातो टिका चट्ट सिन्दुर फुटाको बस एक धारको सिन्दुरको कमी रहेछ मेन्टेन गर्नु भएछ तपाईले त तपाईले पनि दुब्लाउनु भएछ नि म खै के भनेर तपाईको जस्तो तपाईको त पेटमा 6 पोका पनि निस्किसक्यो होला निस्क्यो 6 पोका निस्क्यो रे पोका हुन्छ र पोका जान छैन आई मिन जितु दाइको 1 पोका मात्र रहेछ मेरो 6 पोका छ पोठी भएका मान्छेहरु चाहिँ खतरै हुँदो रहेछ नि छुच्ची त्यो त मलाई हेरेर पनि थाहा हुन्छ तर मनको एकदम राम्रो हुन्छ कस्तो मनको सफा हुन्छ तपाईको छुच्ची त उहाँ त कहाँ हुन्छ त तपाई हो के छुच्ची दुनिया यही सुरकै थालीमा पोको पारेर त्यहाँ भित्तामा झुन्डा नपरोस् है के बोल्नै दिन भएको छैन के आज हैन कति राम्री हो अब त आइ एम सो कन्फ्युज के राम्री कि राम्रो हो मलाई मन पर्छ एउटा म तपाईलाई खुवाइदिउँ है एकदम मायाका साथ हेइ न भन्नु है फेरि अघि खाको अब सुन्तला निस्किन्छ यो उहाँले लोभ गर्नुभयो जस्तो छ ठीक छ हैन है ल एउटा है त तपाईलाई खुवाइदिन्छु ए भन्नु म पनि खुवाउँछु नि त हजुर बाफ रे ला यहाँ त केही होला जस्तो छ केही होला जस्तो छ सुन्तलादेखि बसेको माया सुन्तलामै बढ्दैछ अरूभन्दा फलफुल छ नि सुन्तला मात्र छ अम्मा छ हैन हाम्रो चाहिँ स्पेशली सुन्तलै भइदियो नि त जितुजीलाई पनि खुवाइदिनुस् न एउटा उहाँ त मलाई प्रोग्राम मात्रै दिनुहुन्छ आज दास दादा भनेपछि माने उहाँलाई पनि खुवाइदिनुस् हैन म हजुर खुवाइदिछु न उता त उहाँलाई त म यो सिङ्गै अम्बा खुवाइदिन्छु यो सबै खानु होला है कृपया धन्यवाद एउटा मात्रै छ अर्को आउन बाँकी छ अर्को आउन बाँकी छ के हो यो फेरि खगबजी इन्टरभ्यु ल्याउने भने इन्टरभ्यु कसको अब तपाईको लिउँ भने अब काम छैन चर्चित मान्छेहरुको हैन अनि उहाँहरुको लिनु उहाँहरुको लिनु उहाँले त्यत्रो इन्टरभ्यु लिनुहुन्छ उहाँको के लिनु त्यही त उहाँहरु अर्काको इन्टरभ्यु लिनुहुन्छ हैन दिन चाहिँ दिनुहुन्छ कि हैन भन्ने ए दिनुहुन्छ उहाँ त एकदम दिनी पनि दिनी यदि नदिने नै हुनुहुन्छ भने हजुरले रिक्वेस्ट गर्दा उहाँले रिक्वेस्ट गर्दा त मान्नुहुन्छ कि भनेर नि हुन्छ आउनु शान्ति तपाईहरुको सुन्नु न इन्टरभ्यु त लिने अब सबै कुरा च्यानल के हो कुन च्यानल हो हाम्रो त युट्युब च्यानल उहाँको जस्तो टिभीमा त आउँदैन तर टाइटल चाहिँ उहाँसँग झन्नै मिल्छ के त तपाईहरुको कार्यक्रमको नाम चाहिँ के जनता हान्न चाहन्छ जनता जान्न चाहन्छ अनि यता दि हान्न किन चाहन्छ अब उहाँको जान्नमा त चाहन्छ हाम्रो हान्नै खोज्छन् के कार्यक्रम गर्दा त्यो के तालमेल अनि यसो इन्टरभ्यु ल बस्नु चाहिँ छैन यस्तो सजिलो मान्छे हो यति चाहिँ अब मिडिया प्रेमी हो हाम्रो ऋषि सर हैन के छैन लिउ न अब कसरी
नजिकै बस्ने भएको भए नि हुन्थ्यो त कति डिस्टेन्स हजुर अहिले कोरोनाको संक्रमण छ तपाईँ पनि ठिक पार्नुहुन्छ घरमा नि यतिकै डिस्टेन्स हो अनि खगबजी क्यामेरामा रिल सिल त हाल्नु भएको छ नि भर्खर नयाँ राखेको क्यामेराम्यान हो के छ ठिकै छ हजुर ठिकै छ हजुर पनि अलिक नजिक आउनुहोस् न यो फेरि यत्रो अलिक डन्टी छोटो छ के यसो पुग्दैन बिचा बिचामा पक्का बोलेर डिस्टर्ब नगर्नुहोस् है हेलो सम्पूर्णमा नमस्कार म फुलानदेखि आमा कार्यक्रम प्रस्तुता आज चाहिँ हामी जनता हान्न चाहन्छन् कार्यक्रममा एकदमै ह्यान्डसम उहाँको अब कामको त त्यसरी नहेर्नु न शब्द बिर्सिन्छु एकदमै मलाई हेर्न मन लाग्यो नि त फुलनदेवीको आमालाई अहिले हेराएर गरम रहेन अनि एकदमै ह्यान्डसम पत्रकार धेरै ट्यालेन्टेड पत्रकार अनि उहाँको साथमा हुनुहुन्छ हिरोइन मोडल एलिजाजी हुनुहुन्छ स्वागत छ हजुरहरूलाई थ्याङ्क यू सो मच एकदमै आरामै छु अनि आज चाहिँ तपाईँ होइन अरूको इन्टरभ्यू लिने मान्छे आज इन्टरभ्यू लिँदा कस्तो फिल भएको छ एकदम म त आज कहाँ आइपुगेको थाहा छ मुन्द्रेको कमेडी क्लब नेपाली जनताले मन पराएको 3 करोड जनताले हेर्ने कार्यक्रममा छु म त प्रत्येक नेपाली जनताको छ नि मुटुभन्दा प्यारो कार्यक्रममा छु हाम्रो दक्ष सक्षम कलाकारको आवश्यकता तपाईलाई सुहाउने आइ मलाई एकदम अध्यक्षज्यू म पनि ऊ सिरियल बनाउँदैछु के हजुर कुन सिरियल तेरी बास चाहिँ अब मेरी बासै बनाऊँ भने अरूले बनाएको अनि तेरी बासै बनाउँदैछु यसो करिश्माजी पनि खेल्ने भयो भन्नुहोस् है के रोल खेलाउने उहाँलाई अब के खेलाउँछु नि अब पहिला स्क्रिप्टमा बस्नु पर्यो लेख्नु पर्यो त्यतिकै सिरियल बनाउन सजिलो हुन्छ सिरियल बनाउनेहरूको अनुहार हेरेर तपाईँलाई किन तेरी बासी बनाउनु पर्यो फेरि ए कोही छत्ता ठुला छुटेर कता भएको कलाकार यी नानी त पल्लो गाउँको 32 पुतली जस्तो देखिन्छ नि त्यो 32 वटा अर्नामेन्ट्स लाएर त्यसो भने कि थाहा छ यिनै भमरालाई भमरै हो के त फुल देख्नु हुँदैन चुस्न हात छ के खालको नडराउ न किन डराउने उस्तै ओके नो प्रब्लम आज चम्सुरी छैन हाम्रो नेता इजाजत म त नाइ छैन हजुर नाइ छैन म त के भन्नु है यसो आफ्नै क्लबमा हेर्नु यसरी छाम्दाखेरि तपाईँलाई केही भएन मैले जति छाम्नु छोडिदिएको छु छाम्दा वाक्क भइसक्यो हो यति छामिसकेपछि त एउटा सायरी बन्नु पर्यो नि त होइन परे तिमी मेरो मुलासा खाऊ म तिम्रो सिङ्की तिमी मेरो मुलासा खाऊ म तिम्रो सिङ्की ख्यास कुमारी आज आएछिन् बनिएर पिङ्की मेरो सम्धिनीको स्वर पनि निकाल्नु नमस्कार छ सम्धिनी ऊ बेलामा राम्रोसँग पढी लेखी गरौँ पछि यस्ता दिन नाति नातिनालाई आफै पनि पढाउन सकिन्छ भने आएको थियौँ अहिले नपढेर मेरो नाति नातिनाले सिकाउने भइसकेछ अब अलि जान्ने भएर पढाउनु पर्ने नि एकचोटि ताली बजाइदिनु न हौ अनि एउटा तपाईँको कलालाई सम्मान के छ हजुर मेरो ठिक छ हजुर स्कुलमा मैले के छ हजुर भन्न सिकाएको हो नि कस्तो भाइरल भइदियो त्यो के छ हजुर भनेको हो कि होइन भोलि स्कुल आउनुहुन्छ कि आउनुहुन्न कोसँग आउने हो र बाबालाई चाहिँ नल्याउनु है बाबाले मलाई आँखा लाम्छन् काचिनका बाबा त नक्कले छन् भने सुने हम क्या होइन र मलाई आँखा लगायो भने क्यार्ने हो त नि किन लगाउँदैनन् आई लभ यु फुलान्डे काम भन्ने थियो होइन बाबा त्यस्तो हुन्न र बाबा त्यस्तो खालको हुनुहुन्न र नक्कले हुनुहुन्न र उसो भए सचिन नक्कले हो कि क्या हो र हजुर पनि नक्कले होइन उसो भए ठुलो बुवा नक्कले हो त ठुलो बुवा पनि नक्कले होइन हजुरलाई थाहा नभएको ठुलो बुवा नक्कले हो नि मलाई ठुलियामा भन्न भन्ने र अब म जाम त हजुर
हजुर कि बस्नु पर्यो जाम म सँगसँगै जाने हो र हजुर होइन हजुर हजुर यहाँ बस्ने हो र ल म चिया लिएर आउँछु है त ल अब म चाहिँ निस्किन्छु है बिदा मागेर हजुरहरू सबैलाई एकदम भविष्यमा राम्रो गर्नु नानीहरूलाई आशीर्वाद है एकदम हामीलाई यस्तै नचाउनु बुढेसकालमा पनि है सबैलाई त्यस्तो नराम्रो नपढाउनु ल है मिस यतिसम्म त फर्स्ट थियो अब म फेल गराउँछु